गौतम बुद्ध यस धरतीमा पैदा हुनुभएका सर्वाधिक महानतम, अति दुर्लभ र अति उर्वर प्रतिभा हुनुहुन्छ। बुद्धको समस्त जीवन अद्वितीय गरिमाले भरिएको छ। हाम्रो सनातन ज्ञान परम्परामा बुद्धको गरिमा या छवि सगरमाथा हिमालको भाँति अटल छ या प्रशान्त महासागर समान विशाल, गहन र अनुपम छ। एक यस्तो दुर्लभ चेतना जसले मानवीय चेतनाको अटल गहिराईलाई स्पर्श गरेको छ, मानव जीवनलाई पूर्णतामा जिएको छ, यसको समग्रतामा जानेको छ, मानव जीवनको आत्यन्तिक गहिराईको सम्भावनालाई प्राप्त गरेको छ, मानव चैतन्यको पूर्ण प्रस्फुटन गरेको छ, द कम्प्लिट फ्लावरिङ अफ ह्युमन कन्सियसनेस। आज गौतम बुद्ध बितेको 2600 वर्ष भइसक्यो, तर बुद्ध समान उचाइलाई स्पर्श गरेको अर्को चेतनालाई हामीले जन्म दिन सकिरहेका छैनौँ। जबकि यस मुलुक बाहिर पूर्वीय भूखण्डका थुप्रै मुलुकहरूको हकमा हेर्ने हो भने कुरा एकदमै बेग्लै छ। गौतम बुद्धको यस धरतीमा प्रादुर्भाव हुनाले धेरै मुलुकहरूलाई धेरै लाभ भएको छ। एक युगान्तकारी परिवर्तन र पुनर्जागरणको लहर छाएको छ। बुद्धको उपस्थितिले एक पुरानो युगको अन्त्य हुन्छ र अर्को नयाँ युगको सुरुवात। यसरी बुद्धको जन्मबाट युग ठक्रकै दुई भागमा विभाजित हुन्छ, बुद्ध पूर्व र बुद्ध पश्चात। बुद्ध पूर्व हाम्रो सनातन सभ्यतामा 10,000 वर्षमा जम्मा भएका सम्पूर्ण रूढिवाद, असङ्गति र विकृतिलाई हटाउनका लागि बुद्धले एक्लै आजीवन अनवरत रूपले सङ्घर्ष गरिरहनु भयो। फलस्वरूप एक नयाँ युग, जागरणको युगलाई जन्म दिन सफल हुनुभयो। हामीले हाम्रो छिमेकी देश भारतलाई हेर्न सक्छौँ। भारतको अध्यात्म गगन अद्भुत सितारा र नक्षत्रबाट सजिएको छ, प्रज्वलित छ। बुद्धकै समयमा 10 बुद्ध चेतना निर्माणमा उपलब्ध भइसकेका थिए र यसपछि यो बीचमा दुई महान आत्माको जन्म भयो। एकको नाम सिद्ध सरप्पा, जसले बुद्धिज्मको एक अलग्गै छुट्टै अद्वितीय धारलाई जन्म दिए, जसले आज हामी तान्त्रिक बुद्धिज्मको नामले चिन्छौँ। यो बुद्धिज्मको वज्रयान परम्परा अन्तर्गत पर्छ र यसबाट 84 सिद्धहरू, मिलेरप्पा, नरोपा, तिलोपा आदि थुप्रै सिद्धहरूको जन्म हुन सक्यो। अर्को महान आत्मा बोधि धर्म, जो चीन जानुभयो र उहाँले बुद्धिज्मको एक विशाल परम्परा, महायान परम्परालाई जन्म दिनुभयो, जैन बुद्धिज्मलाई जन्म दिनुभयो। उहाँको जैन बुद्धिज्म चाइनामा मात्र नभएर जापानमा पनि व्यापक ढङ्गबाट फैलियो, जसको कारणबाट जापानमा 100औं जैन बुद्धको सुगन्ध हामीले पाउन सक्छौँ। त्यहाँ लाफिङ बुद्ध छन्, डान्सिङ बुद्ध छन्, मेडिटेटिङ बुद्ध छन्, भिन्न भिन्न किसिमको सुगन्ध छर्ने अद्भुत बुद्ध चेतनाको सौन्दर्य यस देशमा मिल्छ। यी मुलुकहरूले सदियौँदेखि ज्ञानको दीपावली मनाउँदै आइरहेका छन्। यो दीपावली कुनै आम दीपावली होइन, यो दीपावली यस्तो दीपावली हो जहाँ सत्य प्रकाशित हुन्छ, जहाँ चैतन्य प्रकाशित हुन्छ, जहाँ हाम्रो जीवन ज्ञानमा रङ्गिन्छ। र यी मुलुकहरू केवल अध्यात्म विधामा मात्र नभएर जीवनका हर आयाम, हर पहलुमा समृद्ध छन्, प्रगतिशील छन्, सफल छन्। चाहे त्यो कला होस्, साहित्य होस्, सङ्गीत होस्, विज्ञान होस्, अध्यात्म होस्, अर्थशास्त्र, यी सबै विधामा 100औं नोबेल पुरस्कार विजेताहरू पैदा भएका छन्। यस देशको अर्थव्यवस्था, उत्पादन प्रणाली, कृषि र उद्योग धन्दा यी सबै पनि अत्यन्तै उत्तम छ, उज्जवल छ। यी देशहरूलाई हाम्रो देशसँग तुलना गर्ने हो भने हाम्रो मुलुक अत्यन्तै निरस, ओइलाएको, उदासीन देखा पर्छ, मरुभूमिको समान। जबकि भगवान गौतम बुद्धको जन्म यसै देशमा भइरहेको हो। किन हामीले बुद्धलाई बुझ्न सकेनौँ? जरुर हाम्रो कुनै गम्भीर त्रुटि भयो बुद्धलाई बुझ्नमा, र आज त्यसकारण यस्तो दुःखपूर्ण परिणाम आइरहेको छ। गलत कार्यबाट नै गलत परिणाम आउन सक्छ, सही कार्यबाट कदापि गलत परिणाम आउन सक्दैन र परिणाम गलत छ। यसकारण हामीले हाम्रो भुललाई राम्रोसँग मनन गर्नु आवश्यक छ, बुझ्नु आवश्यक छ, जान्नु आवश्यक छ। भुल सुधारको सबैभन्दा प्राथमिक चरण नै यही हुन्छ कि हामीले भुलको पूर्ण रूपमा आत्मनिरीक्षण गर्न सकौँ। यो देशको इतिहासलाई अवलोकन गर्दा यो देश अति प्राचीन समयदेखि वैदिक सनातनी अथवा हिन्दू राज्य हो। यही पवित्र भूमिमा, ज्ञान भूमिमा, शान्ति भूमिमा वैदिक ऋषि र वैदिक वाङ्मय सभ्यताको विकास भएको हो। यही भूमिमा वैदिक ऋषि मुनिहरू, सुखदेव, वेदव्यास लगायतका थुप्रै ऋषि, मुनि, महर्षि, योगी, ध्यानी, तपस्वीहरूले जन्म लिए र उनीहरूले अद्भुत ग्रन्थ वेदको जन्म दिए। वेद अद्भुत ज्ञानको सागर हो, जहाँ ज्ञानको अनन्त गहिराई हामीले फेला पार्न सक्छौँ। तर दुःखको कुरा, कुनै शास्त्रको जीवन्तता त्यति बेलासम्म मात्र रहन्छ जति बेला शास्त्र लेख्ने रचनाकार अर्थात् शास्त्र जीवन्त रहन्छ। रचनाकारको मृत्यु भइसकेपछि
कुनै शास्त्रबाट पनि प्राण उड्छ अथवा शास्त्र निस्तेज हुन्छ, निष्प्राण हुन्छ। वेदको सम्बन्धमा पनि यही भयो। बुद्धको कालखण्डमा आइपुग्दासम्म वेद धेरै नै अपभ्रंश भइसकेको थियो, विकृत भइसकेको थियो, धेरै नै विसङ्गति असङ्गति पैदा भइसकेका थिए, किनकि ज्ञानको जीवन्त धारा बग्न बन्द भइसकेको थियो र अबको ज्ञान झरनाको जस्तो शुद्ध पानी तरोताजा छैन, पोखरीको सडे गलेको पानीको जस्तो छ, जुन पण्डितहरूले व्याख्या गर्छन्। र ज्ञानी पुरुषहरूको ठाउँमा अब पण्डित, पुरोहित, धर्मगुरु आदि पैदा हुन थालेका थिए र यी पण्डितहरूले अध्यात्मलाई अत्यन्तै नराम्रोसँग विकृत गरे, वेदलाई विकृत गरे। पण्डितको त अर्थ नै हुन्छ जसले सुगाको जस्तो दोहोर्याउन मात्रै जानेको छ, जसको आफ्नो जीवनमा कुनै अनुभव छैन, जसलाई सत्यको यात्रासँग कुनै सम्बन्ध नै छैन, जसले मान्न मात्र जानेको छ, बोल्न मात्र जानेको छ, जसलाई जान्ने प्रक्रियासँग कुनै मतलब छैन, जो बुद्धि र विचारमा मात्रै बाँच्न जानेको छ, जसलाई हृदयसम्म कुनै पहुँच छैन, जसको हृदयको ढोका नै बन्द छ। यसकारण यो धरतीमा पण्डित समानको पाखण्डी, झुट, ठग व्यक्ति अर्को कोही पनि हुन सक्दैन। पण्डित समान भ्रष्ट अर्को व्यक्ति कोही हुन सक्दैन। जसले कुरा त गर्छ सत्य र ईश्वरको, व्यवहार बाँच्छ शोषण र ठगीको, जसले बोलीमा र वचनमा बुद्धिमा त ईश्वरलाई सजाउँछ र व्यवहार हेर्नुपर्छ, जीवनमा हेर्नुपर्छ शैतानियत प्रष्ट झल्किन्छ। किनकि पण्डितहरू आम मानिसहरू भन्दा पनि धेरै भ्रष्ट हुन्छन्। उनीहरू जति क्रोधी, लालची, लोभी, ईर्ष्यालु र घमण्डी अरू कोही पनि हुँदैन, जबकि उनीहरूले यो सबै कुरालाई त्याग्नका लागि सिकाउँछन्। र यी कुनै पण्डितहरूको अध्यात्म, सत्य, ज्ञान, आत्मानुभूति यी मार्गसँग कुनै पनि सम्बन्ध छैन। यी अत्यन्तै राजनीतिक मानिस हुन्, व्यापारिक मानिस हुन्, जसले व्यापार गर्न चाहन्छन्। यी अत्यन्तै चालबाज र धन्देवाल प्राणीहरू हुन्, जसले आफ्नो व्यापारको धन्दालाई अगाडि बढाउन चाहन्छन्। यसकारण बुद्धले वेदको विरोध पनि गर्नु पर्यो, वेदमा विकृति देखिएकाले। यी पण्डितहरूको हातमा जब वेद ज्ञान पर्यो, उनीहरूले शब्द ब्रह्म ओमकारलाई पूर्ण रूपमा बिर्सिए, जुन वेदको सार तत्त्व थियो, वेदको मूल तत्त्व थियो। किनकि बिर्सिए भन्नु पनि उपयुक्त हुँदैन, यिनीहरूले जान्दै जानेनन्, यो उनीहरूको सरोकारको विषय नै होइन। यिनीहरूले त केवल वैदिक कर्मकाण्ड र पाखण्ड मात्रै बुझेका छन्, त्यो मात्रै जानेका छन्। यिनीहरूले मन्त्र जप, मूर्ति पूजा, शङ्ख घण्ट पूजा आजा यी कुराहरू मात्रै जानेका छन्, जो उनीहरूको स्वार्थ अनुकूल छ, जसबाट उनीहरूलाई मुनाफा मिल्छ, जसबाट उनीहरूलाई नाफामूलक धन्दा आफ्नो पेसा चलाउनका लागि सहजता मिल्छ। र यिनै पण्डितहरू हुन् जसले अनावश्यक रूपमा काल्पनिक ईश्वर र स्वर्ग नर्कको कहानीलाई जन्म दिए र जनमानसमा यो सबै भ्रामक हानिकारक अफवाहलाई फैलाइदिए र जनतालाई अनावश्यक रूपले भयभीत गर्ने र उनीहरूलाई अत्याधिक रूपले ठग्ने, शोषण गर्ने प्रयास गरे। समाजका जो निष्कलङ्क, सोझा साझा, सिधा साधा भोला भाला वर्ग हुन्छन्, उनीहरूलाई अत्याधिक रूपले शोषण गर्ने, ठग्ने यो सबै जालजेल कुकृत्य पण्डितहरूले गरेका छन्। बुद्धले यो सबै कुरालाई प्रष्टसँग देख्नुभयो। यसैले बुद्धले ईश्वर सम्बन्धी र स्वर्ग नर्क सम्बन्धी सम्पूर्ण मान्यतालाई गिराइदिनु भयो। बुद्धको दृष्टिमा कुनै ईश्वरले मनुष्यको रचना गरेको होइन, बरु यसको विपरीतमा मनुष्यले नै ईश्वरको रचना गरेको। किनकि हामी जीवनदेखि अत्यन्तै भयभीत छौँ, हामी मृत्युदेखि पनि भयभीत छौँ। हाम्रो जीवन अत्यन्तै असुरक्षापूर्ण छ, अज्ञातमय छ, अनिश्चिततामय छ। हामी हाम्रो जीवनमा निश्चित भएर बाँच्न चाहन्छौँ, ढुक्क भएर बाँच्न चाहन्छौँ। वास्तविक रूपले भन्ने हो भने त अनिश्चितता र अज्ञात जीवनको सौन्दर्य हो। यसो हुनुमै जीवन सुन्दर छ, सुगन्धमय छ। तर हामीलाई भविष्यमा हुने कुरा पहिल्यै थाहा होस्, यस्तो हामी चाहन्छौँ। र जब हामी बच्चा थियौँ, हामीलाई ढुक्कपना, एक सान्त्वना दिनका लागि हामीसँग मातापिता थिए। त्यसकारण हाम्रो जीवनमा धेरै समस्याको बोध थिएन। कुनै समस्या पर्छ, मातापिताले समाधान गरिदिन्थे। हामीले आफूलाई मातापिताको काखमा पूर्ण रूपले फ्याँकेका थियौँ। र जब जब हाम्रो उमेर बढ्दै गयो, हामीलाई बोध हुन थाल्यो कि अब मातापिता पनि बुढा भइरहेका छन् र हाम्रा समस्याहरू थपिँदै गइरहेका छन्। यी समस्याहरू मातापिताले पुरा गर्न सक्दैनन्। यसैले हाम्रो बच्चाको त्यो मनोवैज्ञानिक आवश्यकता, हाम्रो बच्चाको त्यो मनोवैज्ञानिक सान्त्वनाको आशा हामीले ईश्वरमा थपिदिन्छौँ र हामीले ईश्वरको आविष्कार गर्छौँ। यसबाट हाम्रो वास्तविक रूपले दुःख मुक्ति त हुँदैन। हाम्रो भित्र दुःख, तकलिफ, समस्या भए त जस्ताका तस्तै छन्, तर बाहिरबाट हामीले विश्वास र भक्तिको खोल ओढिरहेका छौँ। यो एक नशालु पदार्थको सेवन जस्तो, जसले हामीलाई
क्षणभरका लागि बेहोसीमा लानका लागि प्रेरित गर्छ, मूर्छित बनाइदिन्छ, हाम्रो दुःखलाई भुलाइदिन्छ। दुःख भुल्नु र दुःखबाट मुक्ति हुनु फरक कुरा हो। केही समयका लागि हामी विस्मृत भएका छौँ, आफूलाई आत्मविस्मृतिमा लगेका छौँ, आत्मसम्मानमा लगेका छौँ। यो एक सुविधाजनक पलायन हो वर्तमान यथार्थबाटको, जहाँ हामी अन्तै मनको कुनै भिन्न तहमा, बेहोसीको तहमा, प्रमादको तहमा प्रवेश गर्छौँ। बुद्धले यो सबै देख्नुभयो र ईश्वर सम्बन्धी, नर्क स्वर्ग सम्बन्धी कहानीलाई ध्वस्त पारिदिनु भयो जरैबाट। र यसबाट जसले वेदलाई मान्छन्, वेदलाई पुज्छन्, तिनीहरूको मनमा सङ्कट उत्पन्न भयो, किनकि बुद्धका कतिपय वक्तव्यहरू वेद विरोधी थिए। वेदको आलोचना बुद्धको सन्देशमा पाइन्छ। र केही पण्डितहरू छन्, हिन्दू सनातनीहरू छन्, जसले वेदलाई प्रमाण मान्छन्। सम्पूर्ण हिन्दू सनातनीहरूले वेदलाई आफ्नो प्रमाण मान्छन्। उनीहरूको आधिकारिक र प्रामाणिक ग्रन्थ नै वेद हो। उनीहरूको दृष्टिमा यो ईश्वरीय वचन हो। वेदको सम्बन्धमा भनिएको छ कि वेद अपौरुषीय हो, जुन पुरुषबाट रचना गरिएको होइन, कुनै व्यक्तिले लेखेको होइन, साक्षात रूपमा ईश्वरबाट झरेको यो ज्ञान हो। यस्तो विश्वास प्रचलित छ। बुद्धले यो मान्यतालाई अत्यन्तै तर्कसङ्गत रूपले र वैज्ञानिक ढङ्गले तोडिदिनु भयो, किनकि वेदको प्रत्येक श्लोकको सबैभन्दा पहिले कुन ऋषिले लेख्यो त्यो ऋषिको नाम छ हरेक श्लोकै पछि। र बुद्धले भन्नुभयो वेदको सत्यले, वेदको ईश्वरले, वेदको परमात्माले, वेदको सिद्धान्तले तिम्रो जीवनको दुःखबाट तिमीले मुक्ति दिलाउन सक्दैन। प्रत्येक व्यक्तिले आफ्नो चैतन्यलाई प्रकाशित गर्नु छ, आफ्नो जीवनलाई आनन्दमय बनाउनु छ र निर्वाणमा उपलब्ध हुनु छ भने आफ्नो लागि कार्य आफै नै गर्नुपर्ने हुन्छ। प्रत्येक व्यक्तिले आफ्नो जीवनको दुःखको धाराबाट पार तर्नका लागि पुलको निर्माण आफू नै गर्नुपर्ने हुन्छ। यो कुनै मसियाले गरिदिन सक्दैन, धर्मगुरुले गर्न सक्दैन, वेद पुराण उपनिषद कसैले गर्न सक्दैन। बुद्धले यसैले भन्नुभयो अप्पो दिपो भव। बुद्धले यसरी प्रत्येक व्यक्तिको आफ्नो स्व अनुभव, स्व यथार्थबोध, निजी व्यक्तिगत अनुभवलाई नै जोड दिनुभयो। यसबाट कतिपय पण्डितहरूको मनमा भने सङ्कट उत्पन्न भयो। यो हुनु स्वाभाविक पनि छ। यति हुँदाहुँदै पनि यो संसारमा दुई प्रकारका मानिसहरू रहन्छन्, एक जो मान्न चाहन्छन् र दोस्रो जो जान्न चाहन्छन्। जो मान्न चाहन्छन् उनीहरू पूर्वधारणा र पूर्व विश्वासबाट बाँधिएका छन् र यसबाट उनीहरूलाई जीवन र जगत प्रतिको एक बन्धित धारणा बनेको छ। आफ्नो बन्धित धारणा, आफ्नो भ्रामक ज्ञानलाई उनीहरूले सत्य सम्झिएका हुन्छन्, जसको सत्यसँग कुनै सम्बन्ध छैन। सत्य र यो भ्रमको बीचमा फासला यस्तो छ कि जुन आकाश र जमिनको बीचमा पनि हुन सक्दैन। जब हामीले कसैप्रति विश्वास राख्छौँ र अन्धभक्तिबाट भरिन्छौँ, हामीलाई यस्तो लाग्छ मैले केही बुझेको छु, र जसलाई यो भ्रम भयो मैले जाने, तत्क्षण उसले आफ्नो जान्ने प्रक्रियालाई अन्त्य गरिदियो। उसका लागि ज्ञानको सम्भावना, ज्ञानको ढोका अब बन्द भइसकेको छ। यसकारण हाम्रा वेदहरू बोल्छन्, उपनिषद बोल्छन्, ज्ञानम बन्द। ज्ञान सबैभन्दा ठुलो बन्धन हो जसले मनुष्यलाई महाअन्धकारमा भड्काइदिनेवाला छ। योभन्दा ठुलो अर्को बन्धन छैन। दोस्रो प्रकारका मानिसहरू हुन्छन् जो जान्न चाहन्छन्। यिनीहरू अत्याधिक रूपले सरल हुन्छन्। यिनीहरूमा कुनै भिड मानसिकता र सामाजिक बन्धनको असर पर्दैन। यिनीहरू सबै प्रकारका पूर्वाग्रह र पूर्व विश्वासबाट मुक्त छन्। यिनीहरूलाई स्वाभाविक रूपले आफ्नो अज्ञानताको बोध छ कि म अज्ञानी छु, मैले जानेको छैन। एक विनम्रता छ, एक सत्यता छ, सरलता छ र प्यास पनि छ कि मलाई सत्यलाई जान्नु छ। यिनीहरूका लागि ज्ञानको ढोका सदैव खुल्ला रहिरहन्छ। पश्चिममा एक महान ज्ञानी पुरुषको उदय भयो जसलाई आज हामी सुकरातको नामले चिन्छौँ। युनानको तत्कालीन समयमा सुकरात आफ्नो ठाउँका सबैभन्दा बढी ज्ञानी थिए र उनले भन्छन् आई नो ओन्ली वान थिङ द्याट इज आई नो नथिङ। मलाई एक मात्र कुरा थाहा छ, त्यो हो मलाई केही पनि थाहा छैन। उनले आफ्नो जीवनको अनुभवलाई सुनाउँछन्। जब म जवान थिएँ र जवानीको मूर्छा ममा अत्यन्तै सघन थियो, मलाई यस्तो प्रतीत हुन्थ्यो, यस्तो भ्रम हुन्थ्यो कि म जति ज्ञानी कोही पनि छैन, म नै सर्वज्ञानी हुँ, म सर्वस्व हुँ। र जब जब मेरो उमेर बढ्दै गयो, जीवनको यथार्थलाई बुझ्दै गएँ, म धरातलमा आउँदै गएँ, दर्शन, सिद्धान्त र पाखण्डलाई छोड्दै गएँ। मलाई अनुभव हुन थाल्यो कि मैले जान्न धेरै कुरा बाँकी छ, मेरो जानकारी सीमित छ, मेरो ज्ञान सीमित छ। यो ब्रह्माण्ड, जीवन र जगत असीम छ, जसलाई बुझ्नका लागि मैले धेरै समय अरूबढी लगाउनु पर्नेछ। र जब उनी वयस्क भए उनलाई आफ्नो अज्ञानताको पूर्ण रूपमा बोध भयो, आफ्नो अज्ञानताप्रतिको पूर्ण स्वीकार गर्यो। उनले घोषणा गर्छन् मैले केही पनि जान्दिनँ, म परम अज्ञानी हुँ। र जसले आफ्नो अज्ञानतालाई यसरी
पूर्ण रूपमा स्वीकार गर्न सक्यो ऊभन्दा महान ज्ञानी अर्को कोही पनि हुन सक्दैन। बुद्धले हामीलाई यही कार्यका लागि प्रेरित गर्नुहुन्छ। सम्पूर्ण प्रकारका पूर्व ज्ञानबाट मुक्त गराइदिनुहुन्छ। सबै अन्धविश्वास र आडम्बरबाट मुक्त हुनका लागि प्रेरित गर्नुहुन्छ। बुद्धले हामीलाई कुनै विश्वासमा बाँध्नुहुन्न, न त कुनै आश्वासन देखाउनुहुन्छ कि आऊ मेरो शरणमा, म तिमीलाई पार लगाइदिनेवाला छु। यो त बुद्धको छन्द नै होइन। बुद्धले त भन्नुहुन्छ, मलाई विश्वास बरु नगर, तिमी भित्रको सन्देहको ज्योति नलिभोस्। तिमी भित्रको जुन सन्देहको ज्योति छ यसलाई अरू बढी बलिरहन देऊ, बनिरहन देऊ। सन्देहलाई अँगाल र जीवनलाई यसको पूर्णतामा, समग्रतामा निष्पक्ष रूपले निरीक्षण गर, अवलोकन गर, सोधखोज गर, जान बुझ, पूर्वधारणा बिना, पूर्वाग्रह बिना। यसबाट तिमीले सत्यको फेला गर्नेछौ। विज्ञानले पनि यही कार्य गर्छ पदार्थको जगतमा। बुद्धले यही कार्य गर्नुहुन्छ चैतन्यको जगतमा। यसैले बुद्ध चैतन्य जगतका वैज्ञानिक हुनुहुन्छ, अध्यात्म जगतका आइन्स्टाइन अथवा न्युटन हुनुहुन्छ। बुद्धमा यसकारण कसैले लाख प्रयास गरोस् लुप होल्स फेला पार्ने, कमी कमजोरी फेला पार्ने, जतिसुकै खराब दृष्टि भएको, आलोचक दृष्टि भएको मानिस होस्, बुद्धमा कुनै कमजोरी फेला पार्न सक्दैन। चाहे तर्कशास्त्री आओस् या भौतिक शास्त्री, दार्शनिक आओस् या वैज्ञानिक, सबै बुद्धका अगाडि निहुरिन बाध्य हुन्छन्, बुद्धका अगाडि समर्पित हुन बाध्य हुन्छन्। किनकि बुद्ध विज्ञान सम्बद्ध हुनुहुन्छ, बुद्ध तर्कसङ्गत हुनुहुन्छ। बुद्धले कुनै पनि प्रकारको परिकल्पनात्मक कहानी, मनगढन्ते उडन्ते विचारलाई स्थान नै दिनुहुन्न। बुद्धको सन्देशमा कुनै दर्शन, सिद्धान्त या साहित्य कसैले स्थान पाउँदैन, केवल विज्ञानले मात्रै स्थान पाउँछ। बुद्धको यो सबै सरलता, विज्ञान सम्मतता र सहजतालाई देखेर धेरै हिन्दू पण्डितहरूको मनमा ईर्ष्या उत्पन्न भयो। के यति सरल तरिकाबाट पनि कसैले सत्यलाई सम्झाउन सक्छ? उनीहरूको मनमा गहिरो रूपले चोट लाग्यो। जब बुद्धलाई बोधगयामा निर्वाणको प्राप्ति भयो र उहाँले पहिलो सन्देश सारनाथमा गएर दिनुभयो, जसले आज हामी धम्मचक्र प्रवर्तनको नामले चिन्छौँ। यहाँ बुद्धले हिन्दू धर्मको ब्रह्मको शाश्वतताको मान्यतालाई तोडिदिनु भयो। बुद्धले कुनै शाश्वत तत्त्व यो संसारमा केही पनि देख्नु भएन। उहाँले खोज्नुभयो, अनुसन्धान गर्नुभयो, उहाँले बताउनुहुन्छ परिवर्तन नहुने अविनाशी तत्त्व मैले यो संसारमा केही पनि देख्दिनँ। हरेक कुरा प्रतिपल परिवर्तनशील छ। हेराइक्लिटसले भन्छ हामीले एकै नदीलाई दुई पटक पार गर्न सक्दैनौँ। बुद्ध अझै गहिराइमा प्रवेश गर्नुहुन्छ। उहाँले भन्नुहुन्छ कि तिमीले एकै नदीलाई एक पटक पनि पार गर्न सक्दैनौ, किनकि तिमी नदी पार गर्नका लागि खुट्टा नदीमा टेक्छौ, तर नदी प्रतिपल बगिरहेको छ, अर्को खुट्टा टेक्दा नदी बगिसक्यो। यसरी प्रतिपल परिवर्तन घटित भइरहेको छ र यसमा केही शाश्वतता जस्तो चिज फेला पर्छ भने बुद्धले भन्नुहुन्छ दुःख। किनकि सुख त क्षणभङ्गुर छ, क्षणिक छ, यो क्षणभरमै बिदा हुनेवाला छ। प्रत्येक सुखको हाम्रो भ्रम, प्रत्येक सुखको हाम्रो आभास दुःखको ढोका बनेर बाहिर निक्लिनुवाला छ। दुःख जीवनको सत्य हो। हाम्रो जीवनको हुनुमै, हाम्रो जीवनको अस्तित्वमै दुःखमय छ। दुःख नै दुःख निहित छ। बुद्धले आफ्नो समग्र जीवनलाई दुःखमय भएको पाउनुभयो र यसको प्रमाण उहाँले दिनुहुन्छ। हामी भौतिक शरीरमा आएका छौँ, यो शरीर बिमारी हुनेवाला छ, शरीरलाई रोग कष्टले घेर्नेवाला छन्। एक दिन जरुर सबैलाई बुढ्यौली आउँछ र एक दिन हामी सबैलाई यो नश्वर शरीर, भ्रामक र मोहक देहलाई त्यागेर अनन्त शून्यमा विलिन हुनेछ। यसकारण बुद्धले यो दुःखलाई छर्लङ्गसँग बुझाइदिनु भयो। दुःखको हालतको विषयमा एउटा सूत्र बुद्धले गाउनुहुन्छ, पुनरपि जन्मम पुनरपि मरणम पुनरपि जननी जठरे शयनम। हाम्रो दुःख भौतिकतामा मात्र सीमित छैन, हाम्रा विभिन्न मानसिक र मनोवैज्ञानिक दुःख पनि छन्। हाम्रो जीवनप्रतिको धेरै चाहना छन् र यी सबै चाहना पुरा होस् भन्ने हाम्रो अर्को चाहना छ। चाहनाहरू असीमित छन्, ती मध्येमा सीमित चाहना मात्रै पुरा हुन सक्छन् र प्रत्येक चाहना पुरा होस् यस्तो हामीले अपेक्षा गर्छौँ। पुरा हुन सक्दैन, हामीलाई फ्रस्ट्रेसन हुन्छ, दुःख हुन्छ, पीडा हुन सक्छ। यो चाहनाको अन्तहीन श्रृङ्खला। यो सबै दुःखको कारण तत्त्व समेत बुद्धले विज्ञान सम्मत रूपले दिनुहुन्छ। बुद्धले एक शब्दमा बताउनुहुन्छ, तन्हा अथवा डिजायर त्यो प्रमुख कारण हो। वासनाको अन्तहीन श्रृङ्खला। वासना अथवा डिजायर अन्तहीन छ, जसको कुनै अन्त्य छैन। माया मरिन वासना मरा, मरमर गया शरीर। शरीर बरु मर्नेवाला छ, शरीर खरानी हुनेवाला छ। यी वासनाको अन्त्य हुँदैन। यसैले हाम्रो जीवनमा दुःखको पनि अन्त्य भइरहेको छैन। बुद्धले यसपछि
दुःख निवारणको उपायलाई पेश गर्नुहुन्छ। आर्य अष्टाङ्गिक मार्ग दुःख निवारणका लागि सबैभन्दा श्रेष्ठतम मार्ग छ र बुद्धले अगाडि बताउनुहुन्छ दुःख मुक्तिको अवस्था पनि छ। हामी दुःख मुक्त भएर निर्वाणको अवस्थामा बाँच्न सक्छौँ। बुद्धले यति सरल रूपले सत्यलाई प्रस्तुत गर्नुभयो र जे जति पनि गलत कुराहरू छन्, अपभ्रंश छन्, विकृति छन्, तिनको खुलेर आलोचना गर्नुभयो, विरोध गर्नुभयो। बुद्धले हिन्दू धर्मभित्र रहेका, सनातन धर्मभित्र रहेका सम्पूर्ण रूढिवाद, परम्परावाद र जडसूत्रवादलाई जरैबाट गिराइदिनु भयो। यो सबै भ्रमको पर्दालाई हटाइदिनु भयो। हिन्दू धर्मभित्रको पाण्डित्य, पाखण्ड र अन्धविश्वासलाई आगो लगाइदिनु भयो, ध्वस्त गरिदिनु भयो। सम्पूर्ण वैदिक कर्मकाण्ड सम्बन्धी पाखण्ड, मान्यता, ईश्वरवाद, नर्क स्वर्गको कहानी सबै जले, सबै खरानी भयो बुद्धको उपस्थितिले। र यो सबै कुरालाई हिन्दू मनले सहन गर्न सकेन। यो उसका लागि चोटको विषय थियो। हिन्दू दिल घायल भयो, सनातनी मन, हिन्दू दिल घायल भयो, हिन्दूको अहंकार यसबाट पागल भयो। उनीहरूले यस देशमा गौतम बुद्धलाई स्वीकार गर्न सकेनन्। हिन्दूहरूले बुद्धलाई सनातन विरोधी सम्झे। वास्तवमा बुद्ध परम सनातनी हुनुहुन्थ्यो। सनातन धर्म कोहिनूर हिरा हो, तर त्यसलाई तरास्न बाँकी थियो। त्यसमा धेरै यस्ता तत्त्वहरू छन्, बाङ्गा टेढा कोनाहरू छन् र रफ सर्फेसहरू छन् जसलाई तरास्नु पर्नेछ, जसलाई छ्याङ्ग बनाउनु पर्नेछ। यो सबै काममा बुद्ध लाग्नु भएको थियो। बुद्धले यो कोहिनूर हिरालाई एक पोलिस्ड रूप दिँदै हुनुहुन्थ्यो। तर बुद्धको यो भट्टीमा छिर्नका लागि हिन्दू मन तयार हुन सकेन। यस देशले गौतम बुद्धलाई स्वीकार गर्न सक्यो। हाम्रो स्वीकार र अस्वीकारले बुद्धलाई त कुनै फरक पर्दैन। हामीले बुद्धलाई पटक पटक थोक्यौँ, पत्थर पनि मार्यौँ, यसले बुद्धलाई छोएन। फरक हामीले पर्यो। हामीले बुद्धलाई अस्वीकार गर्नु, हामी भित्रकै मौलिक सम्भावनालाई अस्वीकार गर्नु थियो। हामीले सत्यलाई अस्वीकार गर्नु थियो। हामीले जीवनप्रति शत्रुतापूर्ण हुनु थियो। यसबाट हामी आफै चुक्यौँ र हाम्रो जीवनको हालत आज यो छ। हामी अत्यन्तै अचेतना र अन्धकारमय हालतमा छौँ। हाम्रो जीवन दुःखको भोमरीबाट घेरिएको छ। र बुद्ध जबसम्म जीवित हुनुहुन्थ्यो त्यतिन्जेलसम्म त हामी बुद्धलाई चिन्नेतिर लागेनौँ र जब बुद्धको देहान्त भयो हामीलाई देवत्वकरण गर्न अत्यन्तै हतार भयो, जुन बुद्धको शिक्षाको सबैभन्दा खिलाफ थियो। बुद्धले जीवनभर देवत्वकरणको विरोध गरिरहनु। देवत्वकरणको अर्थ हुन्छ हामीले जब कुनै ज्ञानी गुरुलाई उनको देहान्तपछि देवका रूपमा स्थापना गर्छौँ, ईश्वरका रूपमा स्थापना गर्छौँ, उनको प्रतिमा बनाउँछौँ, उनको मूर्ति बनाउँछौँ र पूजा गर्न थाल्छौँ। हामीलाई बुद्ध बन्नेतिर यात्रा गर्नु छैन। हामीलाई दुःख मुक्तिको यो पथमा, निर्वाणको पथमा पाइला चाल्नु छैन। हामीले केवल बुद्धलाई पूजा गरेर बस्नु छ। र यतिसम्म पनि ठिकै थियो कि हामीले पूजा गरेर बसेका छौँ, तर हामी त्यतिमै अड्किराख्यौँ। हाम्रो यात्रा अगाडि बढ्न सकेन। जबकि अन्य मुलुकहरूको हकमा हेर्ने हो भने उनीहरूले बुद्धबाट प्रेरणा लिए। यी पनि मानव देहमै पैदा भएका हुन्। यिनले पनि आफूभित्रको भगवत्तालाई चिने, आफूभित्रको निर्वाण अवस्थालाई चिने, यी भगवान या भगवत्तामा उपलब्ध भए। यो महान कार्यका लागि म पनि अगाडि बढ्नुपर्छ। यस्तो प्रेरणा लिने देशहरूमा बुद्धत्वको सुगन्ध हामीले पाउँछौँ। यी देशहरू ज्ञानले रङ्गिएका छन्, सत्यले रङ्गिएका छन्। हामी भने यो यात्रामा लागेनौँ किनकि हाम्रो निन्द्रा अत्यन्तै गहन छ। हाम्रो अपस्मार त्यत्तिकै बलियो छ। हामी अत्यन्तै मूर्छित छौँ र यो मूर्छा हामीले तोड्न चाहन्नौँ। हाम्रो मूर्छा, हाम्रो अहङ्कार हाम्रा लागि प्रिय गर्छ। बुद्धले हामीले अहङ्कार त्याग्न सिकाउनु भयो, तर हामी बुद्धको नाममा आफ्नो अहङ्कारलाई झनै बलियो बनाउन चाहन्छौँ कि बुद्ध वाज बर्न इन नेपाल। बुद्ध बन्ने यात्रामा हामीलाई लाग्नु नै छैन। किनकि बुद्ध बन्नका लागि त परिश्रम चाहिन्छ, पुरुषार्थ चाहिन्छ, धेरै कुराको त्याग गर्नुपर्ने हुन्छ, सङ्घर्ष गर्नुपर्ने हुन्छ। यो सबै झमेलामा हामीले पर्नु छैन। यो सब जिम्मेवारीबाट हामी अलग्गिन चाहन्छौँ। हामी हाम्रो निन्द्रामा, हाम्रो भ्रममा बाँचिरहन चाहन्छौँ। अधिकांश मानिसहरूले सत्यको तुलनामा भ्रमलाई नै मन पराउँछन् किनकि यसले सान्त्वना दिन्छ, यसले सुख दिन्छ। सत्यले हामीलाई चोट दिनेवाला छ, सत्यले हामीलाई जगाउनेवाला छ। अधिकांश मानिस जागरणको विरोधी रहन्छन्। बुद्धको हकमा पनि यही भयो। बुद्ध आउनुभयो तर यो देश भने बुद्धु नै रहिराख्यो।